आम्बो मा कसम हेरेकोटा पाकेर पाक ह्याप्पी म्यारिड लाइफ बोथ अफ यु भाउजू भेटियो वान अफ द बेस्ट प्लेस इन आवर पश्चिम बाइकबाट उले ताने थियो नि बाइकबाट आमा छोरालाई गाइस नमस्ते ढोकदिया सबैलाई मेरो न्यू ब्लगमा वेलकम गरिदिया है अब हामी चाहिँ टक्क लगाएर भाउजू लिन गइरहेको लम्कीतिर अनि यो चाहिँ हाइस रेडी भइसकेको छ 4 जनाको लागि मात्रै हो यो हाइस फेरि यो चाहिँ मेरो दाइहरू यो चाहिँ साथी फुपू लगाइदिनु बनाइदिस भिडियो के भन्न चाहन्छ मेरो भ्लगमा हजुरले के भन्न चाहनुहुन्छ 2 शब्द जाओस् न राम्रोसँग केटी ल्याए राम्रोसँग बोलस काम राम्रो गर्नु राम्रो गरेर आउनु शुभ होस् सायद राम्रो परोस् हामी चाहिँ निस्केको गाइस हाम्रो बेहुलाजी यता हुनुहुन्छ अक्कला ह्यान्डसम पारामा चस्मा ट्याक्क हाम्रो दाइ हामी चाहिँ लागिसकेको हामी केही छिनमा अब आम्बासा पुग्छौँ त्यसपछि लम्की पुग्छौँ गाइस सबैले मेरो भ्लग हेर्दै गर्नु हामी अब केही छिनमा अमरेनी पुग्छौँ गाइस अनि अमरेनीबाट सिधा जान्छौँ अनि त्यही अब कर्णाली हुँदै लम्की पुग्छौँ है त्यही हो हामी चाहिँ पुगिसक्यौँ गाइस अमरेनी पुगिसक्यौँ अमरेनी पुगिसक्यौँ हाम्रो घरको डन चाहिँ के लिएर आएछ के ल्याइस बे हाम्रो यसको बाउले ट्याग गरिदिनु ला गाइस सबले भाउजू चाहियो मलाई भाउजू तर जति जे गरे पनि गाई छैन मेरो दाइ चाहिँ हिरो हो चाहिँ जे भन है दाइ नराम्रो छ भन काट्दैन देखाउनु पर्यो नि हाम्रो बेहुला सरलाई अब चस्मा हामी चाहिँ अहिले अमरेनी पुगिसक्यौँ अब कर्णाली हुँदै लम्की पुग्छौँ अनि गाइस हामी चाहिँ ब्यारेक स्यारेक पुग्लायौँ है गाडी 100 स्पिड गेटमा छ टक्क लगाएर हामी चाहिँ यहाँ अब ब्यारेक पुगिलायौँ अब 20 मिनटको समय हुन्छ यहाँदेखि त्यही हो अब हामी केही समयमा कर्णाली पुग्छौँ 20 मिनटमा चाहिँ हामी कर्णाली पुग्छौँ यही बाटो गाइस यहाँ बाघले आक्रमण हान्न सक्छ सबभन्दा बाघ आउने एरिया यही हो है दाइ सबभन्दा बाघ आउने एरिया कुन हो अगाडि हो अनि गाडी चढ्नु पिरा छुट्टै जग्गा अति आउनु त्यहाँ बोल्नु न झगडा गर्न लाग्यो मेरो प्यासेन्जर तेरो भनेर कसले खाएको यही हो यहाँ बाइकबाट उले ताने थियो नि बाइकबाट आमा छोरालाई मेडिकलबाट उपचार गरेर
यो चाहिँ गाइज डेन्जर एरिया है, बर्दियाको डेन्जर एरिया। जतिखेर पनि आक्रमण आउन सक्छ। हजुरले कतिवटा देख्नु भयो बाटोमा? देख्नु भएको छ बाघ? बाघ देख्न सक्छ है गाइज, बाघ बाघ अर्को खालको बाघ भगाउनको लागि मान्छेले यहाँ आगो लगाइरहेको छन् गाइज, हेर्न सक्नुहुन्छ। सबैजना यहाँ बसिरहनु, सबैजना। यहाँ चाहिँ हाम्रो मालिक अहिले भनेको अरू केटाहरू पैसा सरोज छ मेरो भने होइन। तिमीहरू त पछिल्लो ब्याच भयो, तिमीहरू त अहिले साथीहरू जस्तै छौ। तिमीहरू पनि दाइ सपोर्ट गर्छन् नि त भाइहरूले। अनि तिनीहरूको ठाउँमा तिमीहरू छ नि त सपोर्टेड मान्छेहरू, हो त्यो भएर चाहिँ तिमीहरूले बुझ बढ्दो नबुझे जस्तो लाग्छ। हामी यो गुम्नाहा ब्रिज हात्ती आउने इलाका हो गाइज। यो चाहिँ फोटोको क्लिप गाइज हेर्नु, बाघ कालो बाघ। तिमीले काम छाडेर आए यो भाइ, अनि उता नेपालमा पढिरहेको भाइ यो आयो होइन, ऊ काठमाडौँबाट आयो। सबै केटाहरू त्यस्तै हो कि, अलिक बुझ्ने केटाहरू हुन्छ होइन, नबुझ्ने केटाहरू त्यस्तै हो कि। त्यो भएर त्यही भएर दाइ म कोहीसँग बोल्दैन, बोल्न आउँछ भने ठिक छ ल बोल, ठिक छ होइन। आफै बोल्न त सोल्टी चुरोट पर नफाल्नु होला है, त्यो नजिकै फ्याँक्नु होला बिचमै। आगो लागेको मैले बिचमा फाल्दैन, लाग्दैन, बिचमा निभिहाल्छ। फुर्सदै नगर यहाँ चाहिँ बाघ जतिखेर पनि चाहिँ भाउजू लिन गइदिएको सोल्टी। भाउजूको साली तिमीहरू कता छौ कि? म यहाँ ह्यान्डसम भएर आइसकेको छु यार। हाई द लुक्स। भाउजूको सालीहरू कता गए? म यहाँ त ह्यान्डसम भएर आइसकेको छु त गाइजहरू। यहाँ तर गाह्रो छ यहाँ, भाउजू मात्र आउने अनि गाह्रो छ। यस्तै ह्यान्डसम भएर आएको छु नि त गाइज म फेरि चाहिँ होइन। तपाईँलाई भ्लग चाहिँ म कहिले पनि बनाउँदिनँ थिएँ, तर आजबाट चाहिँ अब सुरु गरौँ भनेको। मेरो दाईहरू पनि छन्, माया गर्ने, साथ दिने, परेको बेला साथ दिने दाईहरू लगाएर। अब हामी केही समयमा चाहिँ हामी कर्णाली ब्रिज पुग्छौँ है। गाइज हामी केही समयमा अब कर्णाली पुल पुग्छौँ है। कर्णाली पुल वान अफ द बेस्ट प्लेस इन पश्चिम। अब चाहिँ हामी कर्णाली पुल पुग्न लागिसकेको छौँ। टक्क लगाएर त दाइहरूसँग मोज मस्ती भइरहेको छ। अब कर्णाली ब्रिज आइरहेको छ। यसरी भिडियो बनाउँछन् केटीहरू, टक्क लगाएर हेर्नुहोस् गाइज, यसरी भिडियो बनाउँछन्। अब यिनीहरूलाई चाहिँ के भन्ने, टक्क लगाएर सबैजना होइन। वान अफ द बेस्ट प्लेस इन आवर पश्चिम ह्यासट्याग चाहिँ गाइज हेर्न सक्नुहुन्छ। टक लगाएर 500 मिटर छ कर्णाली पुलको लम्बाइ। ल हामी चाहिँ कर्णाली पुल छौँ है। कर्णाली पुल छौँ हामी चाहिँ। आहा हावा चाहिँ मस्तको लागि चाहिँ, हावा चाहिँ मस्तको लागि कस्तो लागिरह, हावा चाहिँ मस्तको लागिरह गाइजहरू। सब उडिरहने यता खोलाहरू हेर्न सक्नुहुन्छ, कर्णालीको खोलाहरू सब। गाइज हामी चाहिँ अब एटिएमबाट पैसा झिक्नु गइरहेको साथीहरूसँग। कति करोड झिक्ने हो बे? 20 करोड झिक्ने भन्ने हाम्रो अन्दाजा अब त्यही छ। हामी चाहिँ यहाँ अब पैसा झिक्न पनि हामी कर्णाली आउँछौँ कि गाइज, कर्णाली अब सोध्नु न। अब पैसा झिक्न पनि हामी कर्णाली आइसकेको छौँ। कर्णालीबाट हामी अघि बढिसकेको छौँ। हेर्न सक्नुहुन्छ कर्णालीको भ्यूहरू, सबैजना घुम्न आइदिनु होला। दामी दामी भ्यूहरू छ कर्णालीमा।
A few moments later. गाइस हामी चाहिँ लम्की चोक पुगिसकेका छौँ। अब केही छिनमा हाम्रो भाउजूले किडन्याप गरेर ल्याउने छ भाइ। लम्कीको बजारहरू हेर्न सक्नुहुन्छ। र आएर यहाँ होलीको सामानहरू सब आइसकेको रहेछ। होलीको सामानहरू सब। हामी चाहिँ अब एटिएममा पैसा झिक्न आएको छौँ। अब कति रुपियाँ झिक्छ होला अरे है। के भयो एटिएम हजुर ल यो एटिएम चाहिँ बिग्रेको रहेछ है। अब चाहिँ हामी अर्को एटिएममा जानु आएको। कोही कति रुपियाँ झिक्ने हो 1 लाख नठग्न भए 20,000। ल हामी चाहिँ 20,000 पैसा झिक्न आएका छौँ। हामी लम्कीको ग्लोबल आइएमई ब्याङ्कको एटिएममा। मेरो साथी चाहिँ अब झिक्न गइरहेको छ। हामीले चाहिँ अब पैसा झिकेर आइसकेका छौँ। खैला न पैसा कति हो 20,000। ल 20,000 चाहिँ हामीले अब भाउजूको लागि टक्क फुलहरूको लागि सबैको लागि झिकेर ल्याइसकेको छौँ है। 20,000 लम्कीमा बोटिक पसलै छैन भन्छन् त यार यहाँको भाइहरू यार। के लम्कीमा फुलहरू पाइँदैन त्यो बोटिकहरू। भाउजूलाई गिफ्ट दिने भनेको यार यहाँ लम्की चोकमै छौँ हामी। फुल पसलै छैन अरे यार। फाइनली हामी यहाँ लम्कीभित्र छिरिसकेका छौँ बोटिक खोज्न। ल गाइस ल अहिले चाहिँ भेट्यो जस्तो छ है। ल यार यहाँ भेट्यो यस्तै हो। कुन लगिदिउँ भन्ने कुन लगिदिने भाउजूलाई कुन लाग्ने हामी चाहिँ यहाँ फाइनली भेटाइसकेका छौँ। केटा हल्का राम्रो लग है। पैसा छैन क्या अरे। बेहुला सर गइसक्नु भएको छ। उहाँलाई पर्पज गर्न टक्क लगाएर त्यति राख्दैन तल राख्दैन। उहाँ नै हाम्रो भाउजू। यसरी अब हामी चाहिँ भगाएर लग्लाको गाडी है। उहाँ हाम्रो भाउजू हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो ड्राइभर ह्यान्डसम हुनुहुन्छ गाइस। अब हामी चाहिँ अब गाडीमा किडन्याप गरेर लग्नु छ है। किडन्याप गरेर लग्छौँ हामी चाहिँ। हाम्रो भाउजू भेटियो गाइस। यहीँ नै हाम्रो भाउजू कालोलाई तान्नु पहिला भाउजू हेर्न जान्छ हाम्रो ह्यान्डसम दाइ चस्मा लगाएर। हामी चाहिँ भागेर लग्नको है गाइस भगाएर। कति इयर्स भयो नभेटेको 2 इयर्स भइगयो। 2 वर्षमा त अलिक चेन्ज देख्नु भयो होला भाउजूले। कस्तो देखिस् भन्नु न अनि। यो हात पनि पक्रिँदैन नि त यो जोडी गाइस। यो जोडी सधैँ सफल होस् भन्न चाहन्छु म हजुरलाई। मसँग छ क्या। हामी चाहिँ अब लम्कीबाट फर्किसकेको छौँ। अब चिसापानी हुँदै अब अमरेनी हुँदै अब चाहिँ हामी केही छिनमा हामी घर पुग्नेछौँ। टक्क लगाएर पछाडिबाट मनोरञ्जन भइरहेको छ जीवस। हाम्रो दाइ भाउजूहरू अनि अर्को को म त चिन्दैन है। अब मैले त चिने पनि छैन। अब त्यस्तै हो। तर दाइ भगाएको स्टाइलै भएन कि च्याप्प पकेर किडन्याप गरेर हाल्ने हो नि। दाइ किडन्याप गरेर हाल्ने हो नि। भगाएर च्याप्प पकड्ने उठाल्ने अनि यो गाडीले पनि हाल्ने हो नि। मजा आएन नि।
पुगिसक्यौँ गाइसहरू। गाइस बाघको बच्चा हेर्नुहोस् आम्मामा कत्रो लगाएछ। हामी फेरि त्यही बाटो फर्किन सक्नुहुन्छ माई लर्ड आफ्नै एरिया यो गाइजहरू। अमरेनी पुगिसक्यौँ हामी फेरि। ल हामी पुगिसक्यौँ आम्बासा भन्नु हो तिम्रो हातको दिउन तरकारी डल्ले खानियो साली तिमीलाई नकल्ले हो तिम्रो हातको दिउन तरकारी टाइगर बेङ्गल टाइगर होइन बेङ्गल टाइगर। तैँले के देखि कालो बादर यस्ता पनि खलासी छ यार। ह्याप्पी म्यारिड लाइफ बोथ अफ यु। ल यसको 1 केजी मासुले राइस टमाटर पनि राइस घरमा मिलाइदिस्। लगाइट भइसक्यो। म चाहिँ अब झरिसकेँ। अब मेरो दाइको बेहुली चाहिँ गाडीमा चाहिँ टक्क आएर म चाहिँ अब एकछिनमा जान्छु। टक्क डिजेमा नाचिदिने हो कराइदिने हो सबसँग मिलिदिने हो गाइज होइन। त्यस्तै हो। गाडी पनि गइसकेको छ होइन। त्यस्तै हो। म चाहिँ अहिले आफ्नो एरियामा पुगिसकेँ।